दुर्गा प्रसाद दाइ भनेको यस्तो मान्छे हुन् जुन किराँत बौद्ध सहितको हिन्दू राष्ट्र हुनुपर्छ, राजतन्त्र आउनुपर्छ भन्ने मान्छे, जुन व्यक्तिलाई अहिले सरकारले गिरफ्तार गर्नुभएको छ नि, वीरगञ्ज जाँदाखेरि त्यहाँका गहमाई मन्दिरमा पूजा गर्नु पनि पर्छ र कार्यक्रम गर्नुपर्छ। त्यो कार्यक्रममा गरिब दुखी पीडित बैंक पीडित सबैको आवाज उठाउनका लागि, त्यहाँ कार्यक्रम पूजापाठ हुनका लागि, रोक गर्नका लागि यो दुर्गा प्रसादलाई अहिलेको सरकारले, जुन बालेनको सरकारले पनि अहिले गिरफ्तार गरेको छन्, बोलेकै भरमा केपी ओलीको सरकारले पनि बोलेकै भरमा गिरफ्तार गरेको थियो, प्रचण्डको सरकारले पनि बोलेकै भरमा गिरफ्तार गरेको थियो। यस्तो किन भइरहेछ, यस्तो किन भइरहेछ? र वीरगञ्ज भनेको मध्य प्रदेशका तपोभूमि, जुन देवी देवता बस्ने ठाउँ, त्यो गहमाई मन्दिरमा पूजापाठ र त्यहाँ कार्यक्रम गर्नका लागि, त्यो कार्यक्रम गर्नका लागि रोक्नका लागि अहिलेको सरकारले जसरी गिरफ्तार गर्नुको कारण भनेको, सबै नेपालीहरू ध्यान दिएर सुन्नु होला, गिरफ्तार गर्नुको कारण भनेको जुन महेन्द्र राजा होइन, महेन्द्र राजा र वीरेन्द्र राजालाई जुन शक्तिले हत्याकाण्ड गरेको छ नि, त्यही शक्तिले बालेन सरकारलाई पनि प्रधानमन्त्री बनाएको थियो। त्यही शक्तिले केपी ओलीलाई पनि प्रधानमन्त्री बनाएको थियो, प्रचण्डलाई प्रधानमन्त्री बनाएको थियो, शेरबहादुरलाई प्रधानमन्त्री बनाएको थियो। दुर्गा प्रसादलाई बार सबै सरकार आउँदा पनि, जो सरकार आउँदा पनि बार गिरफ्तार गर्नुको कारण भनेको एउटै कुरो हो, जुन शक्तिले यिनीहरूलाई जतिलाई बालेन, केपी ओली, शेरबहादुर, प्रचण्ड जो जति छ नि प्रधानमन्त्री बनेको, जुन शक्तिले बनाएको छ नि प्रधानमन्त्री, त्यो शक्तिले के चाहन्छ भने नेपालमा राजतन्त्र हिन्दू राष्ट्र कहिले नआओस्। किनभने राजतन्त्र आइसक्यो भने विदेशी चलखेल गर्न पाइँदैन, मेन कुरो विदेशी चलखेल गर्न पाइँदैन। त्यही भएर दुर्गा प्रसादको आवाज पनि त्यही हो, हिन्दू राष्ट्र हुनुपर्छ, राजतन्त्र आउनुपर्छ होइन। त्यही भएर दुर्गा प्रसादलाई समात्नुको कारण भनेको त्यही हो। र नेपालीहरू अहिलेसम्म पनि तपाईँहरू भुल्नुहुन्छ भने होइन, अहिलेसम्म पनि पार्टीमै लाग्नुहुन्छ भने तपाईँहरूको परिवार त परिवार छोडेर विदेश आउनुभयो होइन, म पनि आएको छु, तर म साँचो कुरा भन्छु क्या, तपाईँहरू विदेश आउनुभयो होइन, तर घरमा कुनै पनि तिहार पबनी हुँदाखेरि, तिहार दसैँ हुँदाखेरि आमा बुवाको हातहरू सबै खाली भएको हुन्छन्, रातो टिका खाली भएको हुन्छ, हात खाली भएको हुन्छ। यिनीहरूले हिन्दू राष्ट्र राजतन्त्र हटायो होइन, यिनीहरू कल्चरमाथि पनि अट्याक गरेको छ क्या यिनीहरू, त्यो शक्तिले। अनि नेपालमा दुर्गा प्रसादलाई समात्नुको कारण भनेको त्यही हो के, जुन राजाले जति हत्याकाण्ड भयो नि, वीरेन्द्र महेन्द्र जति हत्याकाण्ड भएको छ नि, त्यही शक्तिले बालेन, केपी ओली, प्रचण्ड हुँदाखेरि यिनीहरूलाई प्रधानमन्त्री त्यही शक्तिले बनाएको हुन् र बालेनलाई पनि त्यही शक्तिले बनाएको हुन्। त्यही भएर दुर्गा प्रसादलाई समात्नुको कारण भनेको त्यही हो, किनभने त्यो शक्तिले कहिले चाहँदैन नेपालमा हिन्दू राष्ट्र राजतन्त्र आउनका लागि, किनभने राजतन्त्र आइसक्यो भने विदेश